बाउलाउने के बडी मैल कति चल चल अस्ति के बोले ओए ओए अस्ति के बोले त बोल्देऊ यता यता हेरेर हेरेर कसरी बोल्नी रे उता हेरेर बोल्देऊ न उता हेरेर बोल्देऊ न उता फेरि 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 सानी फेरि बोल यता हेरेर यता हेर्न यता उता घुमेर बोल्दै अनि फेरि टिभी अनि टिभीमा आउँछ फेरि टिभीमा ल बोल त टिभीमा आउँछ रे बोली त आज हामी छतमा जाने माथि जाने न माथि लुगा सुकाउन जाने माथि ल लुगा सुकाउन जाने नि माथि फेरि आज गर्दै एकचोटि उता फर्केर म आज अझ कसेर बेसमा भन लौ साथीहरू किन हो नबोलेको आउनुहोस् फटाफट है आज 2 घन्टा जति लाइभ बस्ने विचार गर्दैछु म पनि बाइकको हालत यस्तो भइसकेको छ हेर्नुहोस् ल पुरा धुलो मैलो यस्तो ल बाइकको हालत खराब छ साथीहरू के गर्नु त्यही भएर बौलाउन थालिसक्यो भेना अब भेना बौलाउन थालिसक्यो हेर्नु यहाँ सिट पनि च्यातिएको यस्तो है भेनाको बाइक पनि खत्तम भेना पनि खत्तम भेना पनि बौलाउन थालेछ अब देख्नु हो नि बाइक यहाँ हाम्रो भेना पनि बौलाउने बेर छैन अब यतिकै चलिराख्यो भने है त साथीहरू घाम पनि लागेको छैन मान्छे बौलाउनु लागेको छ हौ त साथीहरू कता कता हुनुहुन्छ है फटाफट आउनु है नडराइकन आउनु नडराइकन केही फरक पर्दैन ल फटाफट लाइफमा आउनु डराउने कामै नगर्नु लाइफमा आएर फटाफट आउनुहोस् यहाँ एउटा बौला छ बौलाले सम्झाउनुहोस् है बौलाले सम्झाउने कसरी हो तपाईहरु आफै विचार गर्नुस् है हौ साथीहरु